मैले पहिला भनेको थिएँ, जब मसँग जुत्ता थिएन, म त्यसको लागि धेरै पश्चाताउने गर्थेँ। तर मैले यस्तो मान्छेलाई देखेँ कि जोसँग खुट्टा नै थिएन। त्यसपछि म आफ्नो जस्तो हालत थियो त्यसैमा खुसी हुन थाल्यो। त्यसैले भन्छ, आफ्नो मजबुरीलाई दोष नदेऊ, आफै हिँड्न सिक। समय तिम्रो हो, या त यसलाई बदल्देऊ या त योसँग हिँड्न सिक। किनकि यस दुनियाँको बेकार कुरा, दुनियाँको सबैभन्दा ठुलो बर्बादी। सबैको सोच यस्तो हुन्छ कि म भोलि केही राम्रो गर्छु, यति धेरै राम्रो गर्ने छु कि सायद पहिला यस्तो कहिले गरेको थिएन। यही कुराले बेकार गरिदिन्छ कि जुन भोलिको दिन कहिले आउँदैन। जब आफैलाई लाग्छ कि यो काम म भोलिदेखि गर्छु, त आफैलाई भन्नु, म यो काम भोलि किन गर्नु, आजै गर्छु, आजै गरिहाल्छु। किनकि भोलि गर्छु भनेर आज गर्ने काम भोलि गर्छु भनेर बहाना गर्नु मात्र हो। त्यसैले काम गर जो मान्छेहरू सुतिरहेको छ, सिक जो मान्छेहरूसँग जुन मान्छेले पार्टी गरिरहेको छ, अनि रातमा त्यो पैसालाई इन्भेस्ट गर जो मान्छेले खर्च गरिरहेको छ। त्यसपछि आफ्नो जिन्दगीमा इन्जोय गर जुन मान्छेहरू पैसाको लागि रुइरहेको छ। हरेक चिजको पछाडि एउटा सोच हुन्छ, अनि सोचको पछाडि एउटा प्लानिङ हुन्छ। त्यसैले प्लानिङ गर्नको लागि सोचको आवश्यकता पर्छ। बाँकी तपाईको जिन्दगी हो, जस्तो गर्न मन लाग्छ त्यस्तै फल तपाईलाई मिल्नेछ। यो कुरालाई मजाक सोचेर होइन, यो कुरालाई एकचोटि मनको गहिराइमा डुबेर हेर। यो कामले कतै न कतै चिजको रिजल्ट मिल्नेछ तपाईलाई, चाहे तपाईको राम्रो काम हो चाहे नराम्रो काम। अब तपाई के गर्ने हो मलाई भन्दा धेरै तपाई आफैलाई थाहा हुनेछ। तपाई जबसम्म सफल हुँदैन आफ्नो कन्ट्रोल आफैमा राख। जय नेपाल।